मेरो मिनी ब्लगमा स्वागत छ तपाईँहरूलाई। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला छु र अनि आज चाहिँ हामी खोला जान लागेको छु। बाटो हो कति आधी घन्टा जस्तो टाइपको बाटो होला। अनि तपाईँहरू मलाई सपोर्ट गरिदिनु धेरै धेरै धन्यवाद छ। अझ पनि यो भिडियोमा तपाईँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला मलाई। अहिले नै हाम्रो चाहिँ खतरा बाटो छ, खोला जाने बाटो चाहिँ यत्रो कालो छ र अनि यहाँ पुग्न यत्रो टाइम लाग्छ कि तर पनि म हिँडिरहेको छु। एक्लै माथि साथीहरू हुन्छ त्यही भएर चाहिँ गएको, केटाहरू सबै हुन्छ अनि थुप्रो मान्छे हुन्छ सबै हुन्छ। अहिले चाहिँ तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। कति बजिसक्यो, 11 बजिसकेको छ। खाना पकाउँदै हुनुहुन्छ, अर्को खाना खानु कोही बिहानको खाजा खाँदै हुनुहुन्छ र पकाउँदै हुन्छ होला। अनि सानोहरू चाहिँ स्कुलहरू गइसक्यो होला। म चाहिँ स्कुल किन नगएको भन्दा चाहिँ मेरो चाहिँ नेपाल जाने प्लान थियो हो, त्यही भएर स्कुलबाट टिसी निकालेको थिएँ तर त्यो प्लान क्यान्सल भइदियो नि त। त्यहाँ चाहिँ यत्तिकै जान्छु, यत्तिकै घुमि मात्रै जान्छु। यसै काम गर्नु जाउँ भनेको म पनि तर हुँदैन, यस्तो सानो छु। त्यसै अब नेपालमै जाने भएको छ। अब 1-2 हप्ता पछि जान्छु होला। तपाईँहरूलाई पनि त्यहाँको नजाराहरू देखाउँछु। त्यसै बाटो खत्तम छ गाइस। सरकारले के गरेको बाटो बनाइदिन्छ भनेर बनाइदिएकै छैन। भोटमा त आउँछ नि भिख माग्दै भोट माग्नु, तर खै रोड बनाइदिन्छु त्यो बनाइदिन्छु के गरिदिन्छु भन्छ। लासा खोलित्तै हो। अनि तपाईँहरूकोतिरको रोडहरू कहाँ कस्तो के छ, राम्रै छ कि? तर यहाँको रोडमा चाहिँ यस्तो जङ्गल बाटो, तर यो पनि बनाउनु पर्ने हो कि। माथि सुकुनाको मेन रोड चाहिँ अलिक प्लेन टाइपको छ हो। सुकुनाको मेन रोडको पछाडि चाहिँ खोला छ, एउटा ठुलो पुलको रङडङ खोला छ, माथिबाट बग्दै आएको हो। त्यही खोलामा चाहिँ हामी सबै खेल्छु, तर आज कन्फर्म छैन त्यहाँ खेल्नु दिन्छ कि दिँदैन हो। खेल्नु दिएन भने चाहिँ फर्किनुपर्छ। कति लामो बाटो छ फेरि हो, यहाँ गलिसक्यो आफूलाई। बाटो चाहिँ यस्तो लामो छ कि, तर यहाँ चाहिँ हात्तीहरू पनि निस्किनु डर हुन्छ। त्यही भएर मलाई एक्लै जस्तो गरी हिँड्नु डर लाग्छ। तर पनि म हिँड्छु किनभने डर के आगे जित है होइन गाइसहरू। अनि खोला तरफ चाहिँ यस्तो लामो भर्खर यहाँ आइपुग्यो। त्यसो परसम्म छ हाम्रो यहाँ भर्खर टोटो थियो। म तर फेरि लिफ्ट माग्नु कस्तो लाग्छ, अप्ठ्यारो टाइपको लाग्छ नि त। कोही बेला अचानक कसले भाडा लिन्छ, म त खोला जाँदा क्यास पनि पैसा पनि बोक्दिनँ नि त। फेरि कोही बेला अचानक पैसा माग्यो भने छैन बिजोग हुन्छ फेरि हो। त्यही भएर म पैसा पनि बोक्दिनँ। तपाईँहरू पनि छ होला कतिजना सानोहरू खोला खेल्ने के गर्नेहरू, तर लाइफमा एउटा कुरा चाहिँ राम्रो लाग्छ मलाई, यही स्कुलको पार्ट। स्कुलमा साथीभाइहरू भेट्छ। पछि त अब त्यही हो, ठुलोहरू भएपछि काम गर्नुपर्छ के यो ह्यान त्यान। कतिजना त राम्रो काम पाउँछ, कतिजनाले पाउँदैन।
यस्तो लामो बाटोसम्म कहिलेदेखि हिँडेको होला 5 मिनटदेखि हिँडेको रहेछु हो अनि यहाँ एकदमै सुनसान टाइपको छ यो अहिले हामी यतिको टाढोमा आइपुग्यो परबाट यहाँको जङ्गल चाहिँ एकदम सुनसान छ अनि यहाँतिर हात्ती पनि पाउँछ बगानमा चितुवा पनि पाउँछ अनि के भन्छ त्यो मुजुर चाहिँ यहाँ जङ्गलतिर थुप्रो हुन्छ तर आजकल देखिँदैन अहिले त निस्किँदैन होला अब तपाईँहरूलाई देखाउँछु अहिले त चराहरू खेल्छ हात्ती चाहिँ फेरि टाइम न बेगर निस्किन्छ नि भोक लाग्यो भने बाहिर निस्किन्छ खास त यो त्यो खै कुनि केसको काम हो थाहा छैन फलफुलहरू जङ्गलको रुखहरू काटेर पल्युसन गरेर अक्सिजन दिने रोकेर त्यस्तो भएर चाहिँ यस्तो भएको त त्यस्तो केही थिएन अनि हामी पुग्न अझै कति 6 मिनट 10 मिनट जस्तो लाग्छ होला साथीहरू चाहिँ पुगिसक्यो होला कि त दिएन भने चाहिँ तिनीहरू फर्किँदै गर्छ तिनीहरूलाई उयो छैन तपाईँहरूलाई थाहै छ साथीहरू कस्तो हुन्छ बाटो चाहिँ खत्तम अङ्कल खाँदा स्कुटीमा कस्तो डेन्जर हेरिदिनु भयो नि अङ्कलले अनि हुन्छ गाइस तपाईँहरूलाई म खोला गएपछि भेट्छु होला बाई गाइस अब त हाम्रो मन्जिल पनि आइपुग्नु खोला आइपुग्नु आँट्यो अलिकति 3 मिनट अनि हामी चाहिँ जाँदैछु यो जङ्गलको बाटो चाहिँ खासमा टोटोहरू पनि हुन्थेन आजकल कहाँबाट हिँड्नु थालेछ अझै एउटा चाहिँ लुकेस छ फेरि हो हाफप्यान्ट लगाइदिएको छु अनि अलिकति टाढा पुग्यो बर रोड देख्नु भयो होला त्यहीँनिर हो खासमा चाहिँ अब खेल्नु देख्छ कि देख्छु छैन पो भइरहेको छ मलाई मेरो साथीहरू चाहिँ बसिरहेको छ होला अनि त्यो खोला खेल्नु देख्छ देख्छैन त्यो चाहिँ कन्फर्म छैन हो घरिघरि मामाहरू आएर डिस्टर्ब दिँदैन भन्छ मैला पानी भएर होला त्यो सफै छ नि त त्यति गर्दा अनि खोला त आइपुग्न त्यो चाहिँ हाम्रो उता कहाँ भन्छ यताबाट चाहिँ उता पुग्छ कहाँ भन्छ सोनादा खरसाङ दार्जिलिङ पुग्छ यताबाट चाहिँ सिलगढी पुग्छ अनि सिलगढी यहीँबाट कलकत्ताको बसहरू पनि आउँदो रहेछ म त हिजो अस्ति पो देखेको सिक्किम जाने बाटो पनि रहेछ तर अलिक लामो रहेछ अनि खोला त आइपुग्यो हामी मेन रोडको बाटो चाहिँ यसो गाडीहरू 30 स्पिड दिन्छ हो त्यही भएर यहाँ चाहिँ अलिकति कस्तो 30 स्पिड कुदाउँछ अस्ति मलाई झन्डै गाडी होइन स्कुटीले उडाएको नि ए खोला खेल्नेहरू थुप्रो रहेछ साथीभाइहरू आयो म त खेल्दिनँ 2-3 ड्रप रहेछ खोलाको बाटो
गाडीहरूले डिस्टर्ब दिँदैछ उता पाहाड पनि आएको छ। यो खोला जाने बाटो हो। खोला चाहिँ आइपुगिसके। छेउ मेरो साथी पनि छ जस्तो। फेरि अङ्कलको कुकुरहरू यो चाहिँ हाम्रो खोलामा फेरि लुगा धुइदिँदो रहेछ। ओ यो चाहिँ हाम्रो लुगा धुँदो रहेछ। सर्टकटबाट जानु पऱ्यो हामी चाहिँ। अहिले चाहिँ चम्किने छैन खोला लागि हो। यहाँको पानी चाहिँ एकदम क्लियर देखिन्छ है। आछु आज फेरि चिसो बढेको रहेछ पानीको। त्यो भएर एकदम ठन्डा ठन्डा कुल भइरहेछ। मुजी सरी है गाइसहरू, अलिकति म चिप्लिहाल्छ यस्तोमा। खोला त आइपुग्यो। यस्तो छ खोलाको चाहिँ। भर्खर ब्लग 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 त्यसको युट्युब लेना कैसे लेना रे हुन्छ गाइसहरू, यो तपाईँहरूलाई म अहिले घर जाँदा भेटाउँछु होला। बाई सबैलाई गुड आफ्टरनुन।